घुस 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 भन्ने घुस भनेको यो पैसा रोकडा रोकडा पैसा खाना मतलब केही काम गरिदिए बापत पैसा लिएको कहाँका चेलालाई पुलिसमा नौकरी लगाउनु छ कहाँका चेलालाई चाहिँ यहाँ यस्तो अर्काका मास्टरलाई मास्टर बनाउनु छ कसैसित केही मतलब कतै केही भयो केही मुद्दा मामला मिल्नु नछ भनेको नहीं तसो घुस नहीं, नहीं। नहीं चाह पानी भन्नुभयो अरे कोही 2-4 हजार साहापानी भनेर चाहिँ साहापानी उहाँले चाहिँ घुस खानुहुन्न तर साहापानी चाहिँ खानुहुन्छ साहापानीको नाममा कति पैसा खानुहुन्छ 2-4 हजार कोही दिन जस यहाँ कसैको ठुलो 1 लाख योजना हालिदिए भर 20-30 हजार रुपियाँ उहाँले चाहिँ है घुस खानुहुन्न गाइज उहाँले घुस खानुहुन्न चाय पानी खानुहुन्छ 1 लाखको कसैको काम गरिदियो भनेपछि 20,000 रुपियाँ उहाँले चाहिँ चिया पानी खानुहुन्छ 20,000 को चिया पानी खानुहुन्छ चिया पानी खानुहुन्न फेरि त्यो पैसा हुन्छ कि चिया पानी नै खानुहुन्छ ऋतु किजलाई दिन भनेपछि तपाईको चाहिँ वडा अध्यक्ष भएदेखि तपाईले चाहिँ ऋतुकी इजा पनि मालामाल तपाई पनि मालामाल मधेसमा अब घर बनाउने